अर्को अनबक्स भिडियो लिएर आएको छु जुन चाहिँ के को होला हैन अब यसो थम्बनेल हेरेर त थाहा पाइसक्यो होला तर यहाँ चाहिँ केही पनि छैन गाइस हामी कहाँ चाहिँ आइपुगेको छ यो बक्स प्याक नै छ हैन सो के हो हैन यसरी चाहिँ आएको छ हामीलाई प्याकिङ र अब हामी चाहिँ यसलाई चाहिँ अनबक्स गर्छौं है गाइस के रहेछ त यसमा खोल्छौं यस्तो टेपहरु छ कि हैन यस्तो गाह्रो हुन्छ खोल्न चाहिँ तर एकदम एक्साइटेड पनि छु नयाँ सामानहरु आउँदाखेरि नयाँ सामान रेडी गाइस ल हामी चाहिँ यो चाहिँ साइड लगाउँ हैन सिग्माको 80mm 1.4 DGDN हैन सोनी को लागि चाहिँ हामीले चाहिँ ल्याएका छौं र अब यसमा चाहिँ हामी खोल्छौं ट्याग लगाएर सुरुमा निस्केको चाहिँ पेपरहरु हैन क्याटलगहरु हो यो पढ्ने फुर्सदै हुँदैन हैन हामीलाई पढ्न नि पर्यो हैन अनि यो चाहिँ वारेन्टी कार्ड हैन त्यसपछि यहाँ मेन आइटम चाहिँ यसरी प्याकमा गएर आउँछ यस्तो ब्यागमा केसमा आउँछ हेर्न सक्नुहुन्छ सिग्माको चाहिँ एउटा चाहिँ राम्रो बानी चाहिँ यही हो ब्याग आइदिन्छ यसको टक्कमा चेन खोली हैन टन टन देख्न सक्नुहुन्छ सेक्सी ओके सी गाइस यस्तो क्लीन छ कि ओ माय गॉड अब यसमा चाहिँ खासै बटम भनेको चाहिँ अहिलेको चाहिँ अटो फोकस म्यानुअल फोकस छ अनि अर्को चाहिँ यो एपेचर रिङ चाहिँ यो अहिलेको दामी फंक्सनमा छ यो अटो र म्यानुअल गर्न मिल्छ यसको एपेचर हैन जस्तो सिनेमाटोग्राफी गर्नको लागिहरु हो भने चाहिँ यो ट्याग यसलाई अफ गरिसकेपछि यसको एपेचर रिङ चाहिँ स्मुथ चल्छ है एपेचर यहाँनिर छ अनि यसलाई अन गरिसकेपछि चाहिँ फोटो खिच्नको लागि अब यो चाहिँ भिडियोमा अब हामी चाहिँ अब यसको रिभ्यू एक दिन देखाउने छौं